अनुमति झुकी वो सपिरती हाय बाबा रजामती डेरावालको बिरती किन बिर्स्या पार्वती हे डेरावालको बिरती किन बिर्स्या पार्वती जवानीमा कस्ती सुकुती यो पनि पोस्ट गरिहाल्छु म त तर हिजो बेलुका एउटा भिडियो हालेको थिएँ त्यो पो कस्तो भयो पनि एकचोटि हेर्नु पर्यो आमै 1 million भ्युज वाउ भाइरल भइसकेको छ गाइस हिजोको भिडियो पनि भाइरल भइसकेको छ वाउ ओ हेलो गाइस हेलो मेरो नाम बिमली सुशीला निरौला टिकटक आइडी पनि त्यही छ मजाले मेरो टिकटकलाई लाइक गर्ने कमेन्ट गर्ने र मेरो आइडीलाई फलो गर्ने ओके म कमेन्टको रिप्लाई पनि दिइहाल्छु नि ओहो ल ल ल अमे कालो गगस पनि छ कस्तो ह्यान्डसम गाइ वाउ सो ह्यान्डसम पर्सनालिटी सो चार्मिङ वाउ अमे ओ हिरा हिरा एउटा टिकटक बना भाइ भाइरल हुनुपर्छ सामाजिक सञ्जाल इन्टरनेटले छोराछोरी सरेको नि पत्तो हुन्न लाइक र कमेन्ट टिकटक लाइक भन्दा भन्दै गम्म खाल्नमा लडेको नि पत्तो हुँदैन त्यसका लागि घर तरकारी बसालेर श्रीमती हिँडे कि अत्तो पत्तो छैन है गाउँथे ला अब 1 मिनेटको भिडियो हो अब घरबाट यसो तल निस्केर भिडियो बनाएर पोस्ट गरेर आइहाल्छु भनेर हिँडेको त पुसुकै बिर्सेछु अब पब्लिक देखेपछि यो पब्लिक फिगर त्यसै
के गर्नु त बुढा नरिसाउ न म गइहालेँ है तरकारी जानु पर्दैन भयो किन तरकारी गरेर गाउँै बस्न आइसक्यो अब जानु पर्दैन नरिसाउनु त्यसरी कति नै मैले सधैँभरि तरकारी डढाए जस्तो भाइ आज एक दिन डढा त हुनु तरकारी मैले सधैँ तरकारी डढाएको छ हो भने हो 30 दिनमा 28 दिन त ऊ फेसबुक लाइभ च्याट ओहो ट्याप कर रात दिन बौलाएर मात्रै बसेको छ कुन चाहिँ दिन बिलो भएको छ भने कहिले नुन हाल्नुपर्ने ठाउँमा चिनी हालिदिएछ पिरो हाल्नुपर्ने ठाउँमा अमिलो हालिदिएछ अस्ति एबिटे बागरडुलको चिया पकाएर बुढी भने त मैदा गरेर हालिदिएछ त्यसका भाइ दालमा नुन कम बुढी भने त चिनी हालिदिएछ त्यसका भाइ यादै छैन ट्याप झ्याप लाइक न कमेन्ट यसले पिलाई भन्दा भन्दै बुढी बोलाइसक्यो ए तिमीले मलाई यो पब्लिक फिगरलाई अहिलेको भाइरल लेटेस्ट यङ गर्ललाई यत्रो पब्लिकको लागि इन्सल्ट गरे आहा अब यो यङ लेडीको पावर देख्छौ तिमीले बुझ्यौ आहा तुरुन्तै लाइनमा बसिहाल्ने हो हेलो गाइस मेरो पीडा लुकाएर राखेको थिएँ किन मिडियामा आउनु किन रुनु भनेर हेर्नु त कता पीडा परेको छ मलाई यो आँसु हेर्नुहोस् ध्यान दिएर यो आँसु हेर्नुहोस् गाइस यो आँसु त्यतिकै आएको होइन यहाँनिर दुखेर निस्केको मलाई कुटेर यहाँ निर्दान छ यहाँ छाप छ यस्तो छाप त कति छ देखाउन नमिल्ने ठाउँमा पनि कुटै खाएको छु मैले म त यहाँ पीडा बस्न लागेको हेर्नुहोस् भोलि मलाई कतै तल माथि भयो भने म अल्पायुमै मरिहालेँ भने यसको जिम्मेवार मेरो आदरणीय श्रीमान पनि के भन्नु यही दाना हुनेछ यही हो मेरो श्रीमान श्रीमतीले अहिले आफैलाई मलाई नै अहिले यस्तो अपमान गर्न थाली बेच्न थाली मलाई त कहिले भने थियो ज्योतिषले हेर बाबु खैराती तेरो सौतेनी ग्रह छ भने म त यो सब 1 बस्दिन 2 बस्दिन 3 बस्दिन लजा अघि ल्याउँछु बाख्ना फुलाइको यो ज्याला खाएको छ कान्छे फुलाइको यति श्रीमती सब गर्न सकिन्छ तिमी मसँग नबस्ने चाहिँ मोबाइलले मेरो पेजमा बस्छ तिमी मसँग नबस्ने तिमी के मसँग बस्दैन म चाहिँ तिमीसँग बस्दिन 1 बस्दिन 2 बस्दिन 3 बस्दिन हेर यो पब्लिक फिगर हो चान्चुने मान्छे सोचेको मोटै नट हो यो त अब यो पब्लिक फिगरले अहिलेको भाइरल मिडियाहरूलाई बोलाएर यहाँ आफ्नो पीडा पक्ष बुझ्यौ भाइरल मिडियालाई बोलाउँछु न हे भगवान राम्रो गर्ने जमानै छैन आफू दुःख गरी झ्यालमा राखेर पालेको श्रीमतीले आफैलाई अहिले टिकटक लाइभमा आएर ल मैले बर्बाद पारिदिएँ 33%ले मलाई ल हो त अब म जस्तो ह्यान्डसम श्रीमान पाउने मेरो भाग्य सिद्धि अब तँसँग मेरो केही हुनै सक्दैन नमस्कार के भयो भने यो खोइ त यो हल्ला खल्ला गरेर तपाईँहरू के यो टोलमा आएर यो बेजती गरेर बस्या भने यो रात दाई यो त लाटो कुसाउनु भइसक्यो दिनभरि सुत्थे रातभरि उठ्थे झ्याप लाइभ यो भन्छ हुँदा अहिले सबै दाजुभाइ बसेको ठाउँमा आएर लुमा आएर सबै गाउँमा दाजुभाइ भेला पारेर मैले त्यो बदनाम गरिनँ यस्तो गरेर उस्तो गरेर मेरो त घरवाली बिगानी कुरा गर्छु तेरिका के गर्नुभयो क्या दाइ भाउजू तपाईँहरू यस्तो चाडपर्वको मुखमा आएर तपाईँहरू चाहिँ घर आएपछि साना कुरालाई लिएर यसरी सार्वजनिक स्थानमा आएर झगडा गरेर अनि सामाजिक सञ्जालमा पोस्ट गरेर पब्लिक गरेर आफ्नै बेइज्जत के गरे भने क्या यस्तो गर्नुहुन्न के भाउजू तपाईँ हामीले आफ्नो साना कुरालाई पनि सामाजिक सञ्जालमा पोस्ट गरेर आफ्नै बेइज्जत आफ्नै इज्जतको लिलामी गर्नु हुँदैन क्या हामीले त सामाजिक सञ्जालमा भनेको राम्रा कुराहरू को पोस्ट गर्ने त यस्ता नराम्रो कुराहरू पोस्ट गर्ने त भने राम्रा कुरा पोस्ट गर्ने रे सर पनि हेर्नु सर मैले सुरुवाती दिनमा टिकटक
इन्स्टाग्राममा रिलमा कस्तो राम्रो राम्रो जनचेतना फैलाउने कुराहरू बोलेर पोस्ट गरेको थिएँ। पोस्ट गरेर भाइरल नै हुँदैन। भाइरल नभएपछि पोस्ट गरेको महत्त्व हो त बुझ्ने ल भन्नु त भएन नि। त्यसपछि मैले त्यो पोस्ट लाजै लागेर लाइक पनि नगएर भ्युज पनि नगएर मजाले कुनै डिलिट गर्दै कुनै चाहिँ प्राइभेटमा हालेँ। अनि त्यसपछिदेखि मैले पनि आफ्नो हट लुक देखाएर एकदम हट एकदम पट भिडियो हाल्न थालेपछि भाइरल लाइक पनि भयो भ्युज पनि भयो। अहिले त म त आइता पब्लिक फेरि हेर्नु नै मेरो लागि त जम्मा भयो भिड हो कि गाइज। ए भाउजू अब यसरी चाहिँ भाइरल हुन्छ ए जनताले जे चाह्यो म त्यही देखाउँछु भनेर देखाएर त्यस्तो गरेर हुन्छ त भने जनताले त तपाईँलाई नाङ्गै भएको हेर्न चाहला रे। तपाईँ नाङ्गै भएर हिँड्ने तपाईँको घर परिवार बिग्रेको हेर्न चाहला रे। बिगार्ने श्रीमान श्रीमतीमा झगडा पार्न चाहला रे। झगडा पार्ने कुरा गर्नुहुन्छ। हामीले राम्रो राम्रो कुराहरू राखेर पनि त हामीले राम्रो फलोवर्स पाउन सकिन्छ नि त भाउजू। यो फलोवर्स र यो लाइकको चक्करमा राज सर त्यसले समय पनि बर्बाद पारी होइन मेरो दिमाग पनि बर्बाद पारी। वरपर आसपास समाज पल्लोघरका मान्छेले नि राम्रोसँग सुन्नु पाएनन्। लौ राज सर यो सामाजिक सञ्जाल हो कि जन्जाल हो यो के हो हजुरले बुझाइदिनु पर्यो राज सर। अब यो सामाजिक सञ्जाल भने चाहिँ तपाईँ हामीले हेर्नुहोस् है आफ्नो जिम्मेवारी र कर्तव्य पुरा गरिसकेपछि बाँकी रहेको समयमा मात्रै यसलाई सदुपयोग गर्ने हो क्या। त्यो बेला मात्रै भिडियोहरू पोस्ट गर्ने पोस्टहरू राख्ने। तर त्यो क्रममा पनि तपाईँ हामीले चाहिँ अरूलाई जानकारी दिने खालका कुराहरू अरूलाई उपयोगी हुने खालका कुराहरू अरूलाई मोटिभेट गर्ने खालका कुराहरू त्यस्ता सद्भाव बढाउने खालका त्यस्ता कुराहरू राख्नुपर्छ क्या। त्यसो गर्दा पनि त फलोवर्स राम्रै पाइन्छ नि। खै यो त चाहिया नचाहिया बनाउँछे चाहिया नचाहिया बोल्छे भ्युज बढ्छ रे के बढ्छ रे भनेर कहिले कालो दल्छे हाँडीको कालो दल्छे कहिले बाल्टीबाट पानी खनाउँछे कहिले लाको लुहान्छे छे गाई च्यापच्याप गरेर झ्यापझ्याप गरेर भन्छे। सुत हुँदा हुँदा निन्द्रा पनि लाइक गरेर केटा च्यापच्याप गरेर केटा च्यापच्याप गरेर यसले बेलाय बिलाइ सिलाइ गराएको गर्छु कोही सोकी राख्दै राज सरकारले सबले दिनु पर्यो नि। होइन अस्ति त सपनामा त तपाईँको नाकमा थिच्दै थियो नि त ट्याप ट्याप। हो त च्यापच्याप भन्दै मेरो नाकमा थिच्दैछ। मलाई पनि रिस उठ्यो भलिबल त बिहान मैले नि बाक्क हान्थेँ। मलाई किन कुट्या भने मैले नि सपना भकुन्ड खेलादेखि भन्दै चुप लाएर बसेँ। लौ न त्यो त पिपनामै कुटा दिने मलाई हेर माइतमा छाडा सिधै कोडा दिँदाखेरि मलाई दिनमा फेरि ल हेर्नु राज सर ल हेर्नु राज सर देख्नुभयो त कति छ ए भाउजू देख्नुभयो त झगडा नगर्नु झगडा नगर हो यही बुढाबुढी पैसा कमाएर धनी बन्ने भनेर लाइक बस्नु चाहिँ लाग्दैन हाने मलाई सजिलो पैसा आउँछ भनेर जे पनि गर्ने के रात भाइ त्यो च्याप्याप झाप्चा भनेर लाइफमा बसेर रात भाइ नसुतेर पैसा चाहिँ कसरी आउँछ रात भाइ पैसा नै आउँछ र भने होइन आउन त आउँछ के त है। अब सामाजिक सञ्जालबाट अहिले पैसा कमाउन पनि सकिन्छ नसकिने होइन। हजुर पैसा कमाउने त अझ अनलाइनका अरू धेरै माध्यमहरू छन् विभिन्न प्लेटफर्महरू छन् जहाँबाट हामीले अनलाइन कामहरू गरेर मजाले पैसा कमाउन नि सकिन्छ। सामाजिक सञ्जालबाट पनि कमाइन्छ तर पैसा कमाइन्छ भन्दैमा जे मन लाग्यो त्यो गर्न मिल्छ त जे मन लाग्यो त्यो गर्ने हो त ल भन्नु त। पैसा त 2 नम्बरी धन्दा गरेर पनि कमाइन्छ नि काला बजारी गरेर पनि कमाइन्छ नि तस्कर गरेर पनि कमाइन्छ नि। कमाइन्छ भनेर त्यस्तो गर्ने हामीले ज्यान माऱ्यो भने नि पैसा आउँछ भनेर ज्यान मार्ने नि त्यस्तो नचाहिने काम गर्नु हुँदैन भाउजू। पैसा आउँछ भन्दैमा होइन राम्रा चिज हालेर पनि धेरैलाई उपयोगी चिज हाल्यो भने सबैले हेर्छन् ज्ञान गुणका कुरा सिक्छन्। त्यस्ता कुरा राखेर पनि त पैसा कमाउन सकिन्छ नि। पैसा आउनु राम्रो पक्ष हो क्या दाइ पैसा आउँछ नआउने होइन तर राम्रो काम गरेर कमाउनु पर्यो क्या नराम्रो गरेर होइन भाउजू। सुनि छैन त अब हाँडीको कालो दलेर पैसा आउनु रहेछ त बाल्टी पानी खेलाएर पैसा आउनु रहेछ त गुलास किने भन्दी अनि ऊ एउटा कार्यक्रम गरेर 2000 त आइथ्यो 1800 को त लुगै किन्दी च्याप्चा गरेर भ्युज आउँछ भनेर धर च्यात्ती यति बाबा छ त्यस्तो चाहिँ गर्नु हुँदैन के भाउजू त्यस्तो चाहिँ गर्नु हुँदैन। यहाँ सुन्नु न सर मलाई एउटा कस्तो पर्यो भनेदेखि नि के पर्यो मेरो एउटा तपाईँले एउटा त्यो कुरा भन्छ सामाजिक सञ्जालको बारेमा कुरा गरेपछि मलाई छसक्कै याद आयो। मेरो एउटा साथी अहिले फसिया छ कि सामाजिक सञ्जालमा चाहिँ उसले विभिन्न कुराहरू पोस्ट गर्छ उता जा भने उता जा के भयो भाउजूले सुन्न नहुने के कुरा पनि सुन्छु
पनि हेत्तेरिका तँलाई राम्रो कुरा पत्दैन कि त उता जा एउटी राम्री केटीले पनि सुन्छु भने क्या हेत्तेरिका उता जा भने आइ पर्दैन राजसरले भन्नुहुन्छ एउटी पछि भन्दिनु है एउटी राम्री केटीले फ्रेन्ड रिक्वेस्ट पठाइछे तपाईलाई साथीलाई मेरो साथीलाई केटो दङ्ग परेछ मलाई पनि फोटो देखाएको थियो केटी राम्री रहेछ अनि त्यो साथी चाहिँ अब कुराकानी हुँदै गयो फेसबुकमा यसो हुँदै गयो भेटघाट हुँदै गयो फेसबुकबाटै अनि एक दिन मेरो साथी नुहाउनु भनेर बाथरुम छिरेछ त्यही बेलामा त्यो केटीले भिडियो कल गरिछे अब साथीको श्रीमतीले कसको फोन आयो हजुरको भनेर बाथरुममै लैदिएछ लगेपछि त अब बिचरा उता रुमाल बाँधेको थियो भन न के गर्नु पर्यो भनेर कुरा गरेको थियो भिडियो कल त्यो केटीले पनि आफूले पनि लुगासुगा फुटालेर त्यो केटाको नि भिडियो रेकर्ड गरेर त्यो रेकर्ड गरेर भिडियो फेरि त्यो केटालाई पठाएर तेरो मैले नाङ्गो फोटो खिचेको छु तँ यो क्युआरमा 50,000 हाल्छस् कि तेरो नाङ्गो फोटो म यहाँ पोस्ट गरिदिउँ भनेर बिचरा त्यो साथीले कसैलाई नभनिकन 2 वर्षसम्म पैसा तिर्दा पागल भएर अनि अस्ति मलाई आएर भन्दै थियो खैराते म त अब कि 2 सिसी मेटासी कि 2 मिटर डोरी बोकेर जङ्गलतिर जानुपर्ने भयो त्यो केटीले त मेरो यस्तो ब्ल्याकमेल गरेर चाहिँ मलाई बदनाम गरेर मेरो खतम बनाइदिए मैले के गर्नुपर्छ भन्थ्यो लोन ट्रान्सफर यसको लागि के समाधान छ भने के गर्नुपर्छ होला हो त अब सामाजिक सञ्जाल चलाउँदाखेरि हामीले सावधानी आइज नजिकै सजगता अपनाएनौँ भने नि भाउजू धेरै किसिमको यस्ता अप्ठ्याराहरू आइपर्छ नि हेर्नुहोस् कतिले यसरी हाम्रो चाहिँ अश्लील हरकतहरू गराएर हामीलाई भिडियो बनाएर ब्ल्याकमेल गर्ने कतिले चाहिँ यहाँ देख्नु भएको छ तपाईँले धेरै सुन्नु भएको होला नमस्कार मैं कौन बनेगा करोड़पति से बोल रहा हूँ अमिताभ बच्चन आपको कौन बनेगा करोड़पति की तरफ से 20 लाख की लॉटरी लगी हुई है बधाई है भनेर मेसेज पठाउँछन् हामी चाहिँ एआईले बनाएको अमिताभ बच्चनको आवाज चिन्दैनौँ अनि ओहो साँच्चै होला नि त मलाई त यदि लटरी लागेछ भनेर त्यो पैसा पाउनलाई के गर्नुपर्छ भनेर भन्छौँ अनि उनीहरूले यो गर्नलाई यो प्रोसेस गर्नुहोस् यदि पैसा जम्मा गर्नुहोस् यो प्रोसेसको लागि अनि तपाईँको 20 लाख रुपियाँ तपाईँको खातामा आउँछ भनिदिन्छ हामी चाहिँ मक्ख परेर लौ त लौ 20 लाख आउँछ भने 2 लाख रुपियाँ के हो र भनेर हालिदिन्छौँ उता 2 लाख हालिसकेपछि कन्ट्याक्ट पनि हुँदैन 20 लाख आउने परै जाओस् 2 लाख रुपियाँ पनि जान्छ अनि कतिले चाहिँ विदेशी डलर तपाईँको एकाउन्टमा ट्रान्सफर गर्दैछौँ मैले यहाँ निकाल्न नमिले भएर तपाईँको नेपालको एकाउन्टमा निकाल्न पर्छ अरू त्यसको आधी पैसा तपाईँ राख्नुहोस् भनेर भनिदिन्छन् हामी चाहिँ होला नि भनेर प्रोसेस के गर्नुपर्छ भनेर मक्ख पर्छौँ अनि त्यताबाट पनि पैसा लुट्छन् कतिले विदेशबाट तपाईँको आफन्तले तपाईँलाई गिफ्ट पठाइदिएको छ त्यो निकाल्नलाई भन्सार रकम बराबरको यति पैसा पठाउनुहोस् अनि बरु तपाईँ फुर्सदमा आएर लिएर जानुहोस् नभए हामी घरमै तपाईँको सामान पठाइदिन्छौँ भनेर पनि भन्छन् बुझ्नुहोस् पैसा ठग्छन् हेर्नुहोस् हुँदा हुँदा कतिलाई त यहाँ कोरिया उडाइदिन्छु भनेर पोखरा लगेर झार्दिया छन् पैसा होइन विराटनगर लगेर झार्दिया छन् पैसा ठगेका छन् ल हेर्नुहोस् मान्छेलाई अहिले अनलाइनको माध्यमबाट त विभिन्न तरिकाबाट फसाउन र पैसा लुट्न सक्ने भएको छ अस्ति म आफै विदेशमा जाँदाखेरि एयरपोर्टमा कस्तो दुर्दशा देखेँ भन्दा मलाई साह्रै दया लाग्यो हेर्नुहोस् त्यो दिदी देखेर बिचरा गाउँको सोझी साथी दिदी रहेछ नेपालमा केही गर्न सकेन अब विदेश गएर केही गर्नु पर्यो भनेर बिचरा घरबाट टिका सिका लगाएर मालासाला लगाएर बिदा भएर आज म विदेश गएँ है भनेर एयरपोर्टमा जाँदाखेरि त्यहाँ टिकटै उहाँको अनलाइनमा फेक टिकट बनाएर पठाइदिएको रहेछ टिकटै काटेर रहेनछ हेर्नुहोस् बिचरा त्यहाँबाट रुँदै रुँदै फर्किँदै थिए यस्ता यस्ता ठगहरू अहिले अनलाइनमा सक्रिय छन् हेर्नुहोस् त्यही भएर तपाईँ हामीले अनलाइनमा धेरै कुरामा ध्यान दिनुपर्छ कतिले के भने हुन्छ ओहो यो क्लिकमा तुरन्तै क्लिक गर्नुहोस् अनि महिनामा 50,000 पाउनुहोस् भनेर पठाएका हुन्छन् अनि हामी चाहिँ मक्ख पर्छौँ आहा महिनामा 50,000 आउँछ भने त के हो त क्लिक गरौँ भनेर प्रोसेस गर्न थाल्छौँ ए बाबा महिनामा 50,000 आउने काम भएदेखि ती मान्छेहरूले हामीलाई भन्छन् कि उसका आफन्तलाई पहिला भन्छन् ल भन्नु त हो कि भन्नु न यहाँ 20-30,000 पैसा 10-20,000 पैसा आउने आउँदा त आफ्नो आफन्तलाई सबभन्दा पहिला राख्छन् 50,000 आउने हामीलाई फकटा भन्छन् हामी यही विचार गर्दैनौँ अनि यस्ताको जन्जालमा फस्छौँ नेट भने के होला दाइ भन्नु अब नेट भने त जाल हो जाल हो जाल हो जाल अहिले जाल अब जाल त अब हामी माछा मार्न प्रयोग गर्ने हो दाजु सर हो माछा मार्न प्रयोग गर्छौँ माकुराले जालो भनेको आफ्नो आहारा फसाउनलाई प्रयोग गर्छ हो अहिले जाल भनेको इन्टरनेटको जाल भनेको जाल झेलको जाल भइसक्यो अहिले हेर्नुहोस् खालि जाल झेल गर्नेहरू मात्र बढी सक्रिय छन् हुन त यो आफ्ना
आफन्तहरूसँग देश विदेशमा रहेका आफन्तहरूसँग जोडिने एउटा माध्यम हो, त्यो सञ्जाल हो। तर अहिले यहाँ चाहिँ फसाउनेको सञ्जाल धेरै छ। धेरै अनलाइन स्क्यामरहरू अहिले सक्रिय भएका छन्। हेर्नुहोस्, विभिन्न बहानामा ठग्न सक्छन् भाउजू। यसले अस्ति नै भारतबाट कुन चाहिँ मधेसीले आपका 2 लाख रुपियाँ पठाए, व्हाट्सएप कीजिए तो 20,000 भनेर भएको एउटा तिलरी थियो, बन्दकी राखेर 20,000 रुपियाँ हाल्दै कि मधेसी सम्पर्कमा छैन अहिले। गयो ट्रान्सफरले पनि थाहा पाइहालेँ मैले, यसको तिलरी गयो। त्यति मात्र हो र राज सर, मैले त बुढालाई यो कुरा भनेकै थिइनँ। अब अस्ति नै यसो अनलाइनमा हेर्दै जाँदाखेरि कस्तो राम्रो चिटिक्क परेको हट ड्रेस देखियो है। अब यो लाएर टिकटक रिल्स बनायो भने त रातारात भाइरल हुन्छ भनेर मजाले फोन गरी त्यहाँ नम्बर पनि दिएर रहेछ। फोन गरेपछि ल यो क्युआरमा चाहिँ पैसा पठाइदिनु भनेर क्युआरको त्यो फोटो पठाइदियो होला भनेर मजाले बुढाको पैसा छोडेर पठाइदिएको। न चाहिँ ड्रेस आयो, न चाहिँ फोन गर्दा फोन उठाउँछ, न चाहिँ मेरो पैसा नै फिर्ता दिन्छ। हेर्नु त, झन् यहाँ मोबाइलमा मैले स्क्रिनसट फोटो खिचेर राखेको छ, सामान दिएको पनि त्यो पैसा दिएको पनि तिनीहरूले त्यो खबर गरेको राखेको छ यहाँ मोबाइल। राम्रै भएछ ल। ल मितिनी बिरामी भाइ डिस्चार्ज गर्नु पर्यो, निकाल्नु अस्पतालमा पैसा भएन बुढा, मैले कोर्टको बोजूबाट पैसा झिकेको छु है भनेर 32,000 झिकेर गयो कि त्यहाँ पो हालेर किसी मरिसे हो त। अब यत्रो 32,000 नोक्सान भएको छ, अब सर चाहिँ राम्रै भयो भन्नुहुन्छ, के भने त्यस्तो? अरे तपाईँले त्यो त्यसको स्क्रिनसट राखेर चाहिँ राम्रै भएछ भने क्या। मान्छेहरूले अनलाइनबाट विभिन्न सामानहरू, आकर्षक सामान राखेको हुन्छ। विदेशी कम्पनीहरूको ठुल्ठुला कम्पनीको ब्रान्ड सामानहरू हालेको हुन्छ। अनि हामी चाहिँ मक्ख परेर आहा यस्तो राम्रो सामान यति सस्तोमा आएछ भनेर अनलाइन अर्डर गर्छौँ। अनि कतिले राम्रो क्वालिटीको सामान देखाएर कवाडी सामान पठाइदिन्छन्, पठायो भने पनि सस्तो लोकल के। अनि कतिले चाहिँ यसरी अर्डर गर्यो अनि पैसा लिइसकेपछि सामान पनि पठाउँदैन, कन्ट्याक्ट पनि गर्दैन। अब राम्रो चाहिँ के अर्थमा भयो भनेर मैले भने भन्दाखेरि तपाईँले त्यो प्रमाण राख्नुभएछ, कमसेकम त्यो भने राम्रो हो भने क्या। सबभन्दा पहिले त अनलाइनमा अर्डर गर्दा हामीले सबै डिटेलहरू र तिनीहरूको रिभ्यूहरू सबै बुझेर बल्ल अर्डर गर्ने क्या। यो फ्रडहरू हुन्छन्, त्यहाँ धेरैले कमेन्ट पनि गरे हुन्छन्, सबै तिनीहरूका हेर्नु पऱ्यो क्या अनलाइनमा यिनीहरूको स्ट्याटस के छ। अनि यो अब नहुनु त भइ नै हाल्यो, भइहाल्यो भने पनि प्रमाण भएन भने हामीले कानुनी उपचार पाउँदैनौँ नि त। त्यही भएर अब त्यसका स्क्रिनसटहरू राख्ने, सम्पूर्ण प्रमाणहरू एकत्रित गरेर तपाईँले चाहिँ अब नेपाल प्रहरीको साइबर ब्युरोमा गएर उजुरी गर्न पनि सक्नुहुन्छ। त्यसो भयो भने ती अपराधीहरू पत्ता लगाएर तपाईँको पैसा फिर्ता पनि हुनसक्छ, अरू नठगिन नि सक्छन् क्या। उजुरी गरौँ है बुढा, 32,000 त जसरी नै ल्याउनु पर्छ। अब सायद 10 रुपियाँको साग किन्दा चाहिँ 50 चोटि पल्टाएर उल्टाएर चेटाएर पेटाएर 10को सागले 9 रुपियाँको बनाइदिन्छ बिगारेर। 32,000को सामान चाहिँ अनलाइनमा ठ्याट गरेर नहेरिकन ल्याएको रहेछ। तेरो बुद्धि पनि पाइन्छ प्रभु, बाले कुन दिन बिहे गर्दैछन् मलाई। अब दाजु अब रोएर कराएर केही हुँदैन भाउजू। अब तपाईँले पनि बडो सावधानी अपनाउनु होला, हजुरहरूले पनि धेरै सावधानी अपनाउनु। अब अनलाइनमा कुनै पनि गतिविधि गर्दाखेरि हामी कतै फस्छौँ कि भनेर धेरै विचार गर्नु जरुरी छ। त्यही भएर हामीले धेरै सजगता र सावधानी अपनाउनु पर्छ, बुझ्नुभयो नि? हो सर, सरले एकदम राम्रो कुरा भन्नुभयो। यस्तो ज्ञानवर्धक, चेतनामूलक, सबैलाई जनजागृति फैलाउने कुरा भनेको उपलक्ष्यमा हाम्रो राजु सरको लागि गाइस 1 क्ल्याप। एउटा छोरो युकेमा छ, एउटा छोरो अस्ट्रेलियामा छ र अर्को छोरो अमेरिकामा छ। तर भएर के गर्नु, छोराहरूसित यसो कुरा गर्न मन लाग्छ, उनीहरूको अनुहार हेर्न मन लाग्छ, कहिल्यै पाइनँ मैले। किन नपाउनु भा के भयो र? अहिले जमानामा यसले विध्वंस मचाएर यहाँ लुमा आएर यत्रा दाजुभाइ दिदीबहिनीको अगाडि नाटक देखाउँदै थिए। मलाई उहाँ सामाजिक सञ्जालमा पोस्ट गरेर भाइरल बनाइदिन्छु भन्ने बदनाम गर्ने थिए। कहाँबाट राजु सर आउनु भयो र आज हामीले कति राम्रो सामाजिक सञ्जालको विषयमा ज्ञान पायौँ। अब त्यस्तै गरी अहिले सामाजिक सञ्जाल छ, इन्टरनेट छ। हजुरको एउटा छोरा अस्ट्रेलिया, अर्को छोरा युके, अर्को अमेरिका भए पनि यहीँबाट भिडियो कल पनि गर्न मिल्छ, कुरा चाहिँ गर्न मिल्छ। अन्त म तयार आयो सधैँ सोध्नुहोस्। हो नि काजीबा, अब काजीबाले भिडियो कल गर्न नजाने म सिकाइदिइहाल्छु नि काजीबा, नआत्ति
आत्तिनुहोस्। आत्तिएको होइन नि, अनि पीडा पोखेको क्या, पीडा पोखेको। के भन्नु बा? छोराहरूले मोबाइल पनि राम्रै पठाइदिया छन्। अब भिडियो फोटो सबै हेर्न अनि खिच्न मिल्ने। हजुर अब सिकाउन पनि राम्रै सिकाइदिया छन् चलाउनलाई। भयो चाहिँ के त बा? अब तर के गर्नु, तर के हो र काजीबा? अब आफ्नो हातमा मोबाइल भए पो लौ ल बाको मोबाइल कसको हातमा हुन्छ त? कोटा गोजीमा बस्यो होला बा। होइन नि, जहिले पनि नाति नातिनीको हातमा हुन्छ मोबाइल। अब उताबाट छोराहरूले फोन गर्दा अब हजुरबालाई देऊ न भन्दाखेरि उनीहरूले नै कुरा गरेर हजुरबा त अब बजार जानुभएको छ, ठिक छ भनेर फोन च्वाट्ट च्वाट्ट काटिदिन्छ। अरे ए बा, बालबालिकाहरूलाई यसरी मोबाइल धेरै चलाउन दिनु त राम्रो होइन नि बा। यसरी त बालबालिकाहरूको पढाइमा पनि नराम्रो असर गर्छ, उनीहरूको शारीरिक स्वास्थ्यमा पनि असर गर्छ, मानसिक स्वास्थ्यमा पनि असर गर्छ। त्यसले गर्दा अहिले धेरै भाइ बहिनीहरूलाई मानसिक समस्या देखिएको छ। हेर्नुहोस् बा, यसले त मान्छेलाई धेरै युवाहरूलाई डिप्रेसनमा पुर्याइसक्यो यो मोबाइल धेरै चलाएर। चलाउन दिनुहुन्न भाइ। अब हुन्न भनेर के गर्नु बाबु नानी हो। अब बुहारीहरूले बच्चाहरूले खानै खान मानेनन् भनेर मेरै मोबाइल देखाएर खाना खुवाउँछन्। अब उनीहरूको मोबाइल चाहिँ दिन नहुने रे। अब फेरि बच्चाहरूले खाना खान्छन् भने त हजुरबाको मोबाइल दिनै पर्यो। त्यही भएर अब त मोबाइल छोड्नै मान्दैनन् बच्चाहरू। लतै लाग्छ नि यो पनि। के भएको राज दाइ? भएको चाहिँ खास के हो दाइ? अब एकछिन मोबाइल छुटाइदियो भने त बच्चाहरू लडिदिए उस्तै पर्यो त। घरको सरसामानहरू पनि जथाभावी फालेर फुटाइदिने गर्छ। बाबु नानी हो, मलाई यी बच्चाहरूको अवस्था देखेर डर पो लागेर आउन थाल्यो त। ए काजीबा, हजुरले भनेको कुरा ठिक हो। अब बच्चाहरूलाई मोबाइल दिएन भने त अब कता बदमासी गर्न जाने, कहाँबाट हाम फालिदिने, कता खुट्टा भाँचेर आउने, कहिले टाउको फुटाएर आउने, घरमा चकचक गरेर सामान सबै बिगारिदिने। बरु हातमै यसरी मोबाइल दियो नानीलाई जस्तो, यहाँ बाबुहरूलाई जस्तो मजाले हातमा मोबाइल दियो, यसरी गेम खेलेर के हेरेर उनीहरू भुलेर बस्छन्। आफू आनन्दले घरको काम सक्यो। अझ त्यति मात्र हो र, घरको काम सकेर एक मिनेट सुत्न पनि भ्याइन्छ। यसलाई पनि नाटक गर्न राम्रै चाहिँ आउँछ। यसलाई कलाकारै बनाउनु पर्ला जस्तो लाग्यो काजीबा। यसलाई कलाकारले यो बच्चाहरूसँग बसेर मैछरी सुन्दरी कसरी भर पानी बाजे बाजे भर भने खाइला भन्दा सानी उठी उठी भर भन्दै टिकटक बनाएर पोस्ट गरेर आमामा कुनै कुनै बच्चाहरू सानसाना कसैको सिसी आएको छ, कसैले कपाल मिलाएको छैन, कसैले नाना लगाएको छैन, त्यस्ता भिडियोहरू पोस्ट गर्ने धन्न सामाजिक सञ्जालले आफै हटाइदिन्छ। जहाँ त्यस्ता बढी कुरा चुल्लाले बस काजीबा र राजसर कुरा गरेर त पछि पाकै पाकै बोल्यो होइन। राजसर भन्नु त काजीबा। अब हामीले हेर्नुहोस् है, अहिले हामीले सामाजिक जिम्मेवारी र कर्तव्य बिर्सिँदै गएका छौँ। हामी खालि भाइरल हुने चक्करमा जे पनि गर्न थालेका छौँ। तर सामाजिक सञ्जालहरूले त्यस्ता टर्म्स एन्ड कन्डिसनहरूलाई अगाडि बढाएका छन्। सामाजिक सद्भाव भड्काउने खालको, अर्काको मर्ममा चोट पुर्याउने खालको र बालबालिकाहरूको नैसर्गिक अधिकारको हनन हुने खालका कन्टेन्टहरू हालेको छ भने त्यस्ता कन्टेन्टहरूलाई सामाजिक सञ्जालहरूले कि त त्यसलाई धमिलो बनाइदिने कि त त्यसलाई हटाइदिने नै काम पनि गर्छन्। हेर्नुहोस्, उनीहरूले अहिले पनि कम्युनिटी गाइडलाइनलाई एकदम स्ट्रङली त्यसलाई लागू गरेको छ। हेर्नुहोस्, सामाजिक सञ्जालहरूले बुझ्नुभयो नि। यो हटाएको कुरा गर्दाखेरि बाले पनि केही पोस्ट गर्नु भएको थिएन बा, हटायो बा। अस्ति नै यो यसले 2 वर्ष अगाडि फेसबुकमा सपरिवार पोखरा भनेर पोस्ट गर्दैछ। घर चोरले 2जना बुढाबुढी परिवार चाहिँ पोखरा गएको छ भनेर ल्याम्लुमै घर फोड्थ्यो। त्यस्तै बाले पनि केही पोस्ट गर्नु भएको थिएन बा, हटाएको हो र। बाबु, म यो पोस्ट गर्न जान्दिनँ क्या, मैले पोस्ट गरेको भनेर होइन, हटाएको होइन क्या।
हजुर। घटाएछ के बाबु मेरो त जाँदै डुब्ने कि भनी। अब मेरो त्यत्रो सञ्चय कोषको पैसा पेन्सनको पैसा मेरो ब्याङ्क खातामा थियो। अब म हतपट्टि पैसै निकाल्दिनँ, मलाई आवश्यकतै पर्दैन। अब छोराहरूले पठाइदिन्छन्, त्यसरी नै चलिराखेको छ। म पैसै निकाल्दिनँ खाताबाट। तर मेरो एउटा छिमेकी सुरेश असिम भन्ने क्या न होइन त्यसो नभए कस्तो फटा छ। अस्ति हाम्रो त्यो पोखरा बेलामा घर खोले नै त्यसको सुन कति बोले कि अब म विदेश जान्छु बा, मेरो भिसा आयो, मलाई 5 लाख सहयोग गरिदिनु बा, म तुरुन्तै उता गएर पठाइदिन्छु भनौँ। ल्याउनु त भनेर किन त पर्यो अब छिमेकीको नाताले। अनि ब्याङ्कमा चेक लिएर साट्न जाँदाखेरि मेरो बचत रकम बुझ्नु पर्यो भनेर बुझ्दा त ब्याङ्कले मलाई के भन्यो थाहा छ? ए काजीबा तपाईँको मोबाइलबाट त बेला बेला पैसा ट्रान्सफर भएको देखिन्छ भनेर भन्नु। म त रिङ्गटा लागेर झन्डै ढले लगेन। ए बाबा मैले पैसै निकालेको छैन, अनि मेरो खाताबाट कसरी घट्यो पैसा? त्यसो कसरी हुन्छ? लाउन हामीलाई पनि भनिदिनु न। मेरो विचारमा यस्तो भएको हुनसक्छ है, उहाँको जुन मोबाइल छ नि त्यसमा सायद मोबाइल ब्याङ्किङको एप्लिकेसन हाले हुनुपर्छ बा। थियो मोबाइल ब्याङ्किङ चाहिँ थियो, बुहारीले मिलाएर गर्ने हो। यहीँनिर हामीले गल्ती गर्छौँ क्या, यस्ता चिजहरू संवेदनशील चिजहरू हामीले मोबाइलमा राख्दाखेरि त्यहाँ भनेको पासवर्ड कहिले पनि सेभ गरेर राख्नु हुँदैन एउटा कुरा। अर्को कुरा तपाईँ हामीले कहीँ पनि जाँदाखेरि अहिले अनलाइन पे गर्छौँ नि, हामी अनलाइन पे गर्दाखेरि कहिले पनि सार्वजनिक यो फ्री वाइफाईहरू युज गर्नु हुँदैन। अनि रेस्टुरेन्ट र पसलहरूमा जाँदाखेरि त्यहाँको वाइफाई युज गरेर हामीले पैसा पे गर्छौँ नि बा। त्यो गर्दाखेरि त्यो नेटवर्क पहुँच भएका मान्छेले हाम्रो सम्पूर्ण खाताको डिटेल निकाल्न सक्छन्। हेर्नुहोस् बा, त्यस्तै गरी मोबाइलमा पनि विभिन्न किसिमका आकर्षक लिङ्कहरू आउँछन्। यो लिङ्क क्लिक गरिहाल्नुहोस्, तपाईँले यति पैसा पाइहाल्नुहोस् या रिचार्ज पाइहाल्नुहोस् भन्ने खालका आकर्षक लिङ्कहरू आउँछन्। हामी चाहिँ बुझ्दै नबुझी क्लिक गरिहाल्छौँ। अनि त्यसरी क्लिक गर्दाखेरि बा हाम्रो मोबाइलमा भएको सम्पूर्ण डाटाहरू उनीहरूले एक्सेस गर्न सक्छन्। अनि ह्याकरहरूले हाम्रो एकाउन्टहरू ह्याक गरेर त्यहाँबाट पैसा त्यसरी ट्रान्सफर गर्न सक्छन्। हाम्रो गोप्य सूचनाहरू पनि तिनीहरूले लिन सक्छन् बा। अहिले त बडो डेन्जर अवस्था भएको छ यो मोबाइल चलाउनु भने त। हजुरको पनि त्यसरी नै त्यो चोरहरूले पैसा चोरी आउनुपर्छ। पहिला पहिला विभिन्न ठाउँमा बसहरूमा सार्वजनिक ठाउँमा पाकेट मार्नेदेखि होसियार लेखा हुन्थ्यो नि। अब अहिले त ई वालेटको जमाना छ। हेर्नुहोस्, पैसा पनि आफ्नो पर्समा होइन मोबाइलको पर्समा हाल्ने। अहिले त अनि यी चोरहरू पनि आएका छन्, पर्स ई वालेटबाट पैसा चोर्ने। ह्याकरदेखि सावधान हुनुपर्ने जमाना आएछ। भएको पनि त्यस्तै भयो होला बा। लौ न अब म के गरौँ, के गर्न सकिन्छ? के गर्दा हुन्छ त? सबभन्दा पहिले त अब आफ्नो थैलीको मुख कस्नु पर्यो। सबभन्दा पहिले बा डराउनु पर्दैन। हजुरले सबभन्दा पहिले अब ब्याङ्कमा जानकारी गराएर मेरो खाता तुरन्तै ब्लक गरिदिनुहोस् या मोबाइल ब्याङ्किङ तुरन्तै अफ गरिदिनुहोस् भनेर जानकारी गराउनु पर्यो। अनि त्यसपछि मेरो खाताबाट कुन चाहिँ खाता नम्बरमा पैसा बारम्बार ट्रान्सफर भएको रहेछ त्यसको डिटेल जानकारी मलाई पाउनु पर्यो भनेर तपाईँको अधिकार पनि हो, तपाईँले माग्नु पर्यो। र अर्को चाहिँ मोबाइल राम्रोसँग चलाउन जान्ने को छ उहाँलाई तपाईँको मोबाइल देखाएर त्यहाँ कुनै पनि किसिमको त्यस्ता गतिविधिहरू भएका छन् कि, त्यहाँ कुनै त्यस्ता लिङ्कहरू आएका छन् कि, त्यस्ता कुराहरूको जानकारी राख्नु पर्यो। त्यसका स्क्रिनसटहरू लिने र सम्पूर्ण प्रमाणहरू सङ्कलन गर्नु पर्यो बा। त्यसो गरेर हजुरले प्रहरीकोमा गएर साइबर क्राइम अन्तर्गतको उजुरी दिन सक्नुहुन्छ बा। त्यसो भए त म तुरुन्तै गएर यो काम गरिहाल्छु। गरिहाल्नु बा, गरिहाल्नु। सबभन्दा पहिले आफ्नो ब्याङ्क एकाउन्ट चाहिँ ब्लक गर्न लगिहाल्नु केही समयको लागि। तपाईँ फेरि पैसा तान्न सक्नु। काजीबा पैसा सकेर छिटो गइहाल्नु। ल म गइहालेँ है त बाबु। यसो गरेन भने त मेरो खाता नै रित्तो पो हुने भयो त। हो त बा। हजुरहरू पनि अब यो मोबाइल ब्याङ्किङमा पैसा ट्रान्सफर गर्दाखेरि विचार गर्नुहोस् है। ठगहरूले खाताहरू जम्मै रित्ताइदिएला। म गइहालेँ। आएको पेन्सन
नि हेर्नुहोस् त दाइ भाउजू त्यही भएर हामीले अहिले मोबाइलहरू चलाउँदा सामाजिक सञ्जालहरू चलाउँदाखेरि इन्टरनेट चलाउँदा बडो सावधान हुनुपर्छ हेर्नुहोस् नभए त यो इन्टरनेटको दुनियाँबाट बर्बादै गरिदिन्छन् इज्जतको लिलामी गरिदिन्छन् सम्पत्तिको बर्बादी गरिदिन्छन् कतिलाई त अनलाइनको माध्यमबाटै बोलाएर अपहरण गरेर ज्यान समेत लिएका पनि छन् हेर्नुहोस् राजु सर यसलाई त कस्तो कस्तो रिक्वेस्ट आउने भने बाबाको कान्छोमा कालुको कालुमा यक्स लभर तल्ला घरे साइलो अरे देउपुरे राजा उहाँकोटे टाइगर यस्ता यस्ता मान्छेको फेन्टीको साउने फोटो तस्बिर केही पनि नआउने तिमी झाप 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 एसएप गर्छे के हो अहिले त तेरो दिमाग खुलेलाई त्यो पनि भन्दिनँ न अलिकति अपरिचित मान्छेसँग सम्बन्ध राख्नु हुन्छ त राजु सर अपरिचित व्यक्तिको मात्र कुरा भएन यहाँ त धेरै फेक आइडीहरू बनाएर मान्छेलाई फसाउने नियत आकर्षक फोटोहरू बनाएका हुन्छन् अहिले त एआईले फोटोहरू बनाएर हालेका हुन्छन् फोटोमा हेर्दा सलमान खान जस्तो मान्छे भेट्दाखेरि हनुमान खान जस्तो मान्छे हुन्छन् त्यस्ता मान्छे हुन्छन् त्यसले गर्दाखेरि अहिले अनलाइनमा धेरै सावधान हुनुपर्छ हामी अनि अर्को कुरा अपरिचित मान्छेसँग तपाईँले भने जस्तो सम्पर्क राख्नु भएन सम्बन्ध राख्नु भएन बोल्नु भएन त्यो फलोवर्स बढ्छ भनेर त्यसो नगर्नुहोस् कि भाउजू राम्रा मान्छे चिनेका मान्छेहरू हाम्रो आफ्नै राम्रा मान्छेहरू छँदैछन् नि किन अनावश्यक मान्छेलाई आह्वान गर्ने के आफ्नो अब त्यतिखेर थाहा थिएन अन्जानमा त्यस्तो भइहाल्यो अब चाहिँ त्यस्तो गर्दिन बुढा सत्य हो अब यसलाई त केही कुरा थाहै छैन राजु सरलाई अस्ति एउटा थाहा भयो भएन के कुरा 6 कक्षामा पढ्ने हाम्रो नेपाली केटो 6 कक्षामा पढ्ने एउटा केटो यो अब अहिले यो सामाजिक सञ्जालको दुरुपयोग गरेर उसले गेम खेल्दै 21 लाख रुपियाँ दाम उसको बाउको कोहीको एकाउन्टको पैसा गेम खेलेर मोबाइलबाट गेम खोलेर उसले हारेपछि बाउको 21 लाख हारेपछि आफ्नै घरमा कक्षा 6 कक्षामा पढ्ने हाम्रो एउटा नेपाली केटो अस्ति भर्खर झुन्डेर मर्यो यो सामाजिक सञ्जालको दुरुपयोग हो कि राजु सर मर्नेको मात्र कुरा छ र अनि अहिले भिडियो गेमले त यस्तो अवस्था ल्याएको छ कि अस्ति एउटा घटना इन्डियामा भएको भिडियो गेम यति खेल्ने उसलाई घरमा आमा बुवा कसैको नि मतलबै छैन आमा चाहिँले अब धेरै भिडियो गेम नखेल कति खेलेर बस्या भनेर मोबाइल थुतेर राख्दाखेरि राति सुतिरहेको बेला आमा चाहिँलाई नै गोली हालेर मार्दैछ त्यतिसम्मको अहिले मानसिक रूपमा विक्षिप्त बनाइसकेका छन् मान्छेलाई हेर्नु त्यही भएर तपाईँ हामीले चाहिँ सबैलाई यस्ता ज्ञान गुणका कुराहरू सिकाउनुपर्छ हेर्नुहोस् ल अब आज तिहारको बेला पनि छ चाडबाडको बेला हजुरहरू पनि घर धन्दा बाँकी होला अब मेरो पनि घरमा बुढीले कुरिरहेको होला म पनि भोक पनि लाग्यो जस्तो खाना खान हिँड्यो होइन राजु सर हजुरले यति राम्रो कुरा गर्नुभयो ज्ञान पनि खोलिदिनु भयो यसले त मलाई छोडेर जान्छु भनेको थिएँ मैले पनि डिसाइड भएका अर्कै बुढी बिहे गर्छु भनेको थिएँ त घरबारै बसालिदिनु भयो त्यति मात्रै होइन यो इन्टरनेट नेट र सामाजिक सञ्जालको विषयमा अहिले भइरहेको विकृति विश्वको विषयमा तपाईँले हामीलाई सबै कुरा भनेर हाम्रो आँखा खोलिदिनु भयो हामीले त थाहा पायौँ उहाँहरूले पनि थाहा पाउनु भयो अब हामी सबैले थाहा पाएको कुरा हाम्रो यो रेड इन्स्टिट्युटले पनि थाहा पायो हाम्रो इन्स्टिट्युट रेडले पनि थाहा पाइरहेको छ यो सबै कुराहरू हामी लगायत रेड इन्स्टिट्युट लगायत हाम्रो ललितपुर सम्पूर्ण दाजुभाइ दिदीबहिनी लुबुङका सबै दाजुभाइ दिदीबहिनी थाहा पाएको कुरा अरूलाई पनि थाहा दिउँ भन्दै अब यसपालिको तिहारलाई ह्याप्पी तिहार भन्दै यसले तरकारी डढाएर आइहाले अब आज भैली खेल्ने दिन अब आज बिहानको खान्की हाम्रो घरमा राजु सर यसले सेल पकाउँछु मैले आलु पकाउँछु बेलुकाको खान्की हजुरको घरमा यसले भैलिनी भन्छ म नाच्छु कि कसो पनि ल धेरै राम्रो कुरा गर्नुभयो ल ठिक छ तपाईँले भने जस्तै अब हामीले चाहिँ अरूलाई उपयोगी हुने जानकारीमूलक कुराहरू कन्टेनर भिडियो बनाएर हाल्नुपर्छ भाउजू अबदेखि हो नि हामी त फस्यौँ अरू नफसौँ क्या त्यसो भएदेखि यो उहाँहरूले बनाउनु भएको सबैजनाले बनाउनु भएको भिडियो अहिले उहाँहरूले हाल्नुहुन्छ होला त राजु दाई राजु सर उहाँहरूले नै हाल्नुभयो भनेदेखि सबैले थाहा पाउँथ्यो नि है राम्रो कुरा त हाल्नु पर्यो नि ल तिहारको धेरै शुभकामना सबैलाई दिउँ सबैलाई शुभकामना तिहारको कुरा गर्दाखेरि तपाईँ हामीले चाडपर्व मनाइरहँदाखेरि पनि धेरै कुरामा सावधानी अपनाउनु पर्छ अस्तिमा बत्ती बाल्दाखेरि पर्दामा आगो लगाएर घरै जलेर राख्दै सर यो बिजुली हाल्दाखेरि एउटा मान्छे करेन्ट लगाएर मर्यो त्यसकारण लक्ष्मी पूजा भन्दै जहाँ पाए त्यही बत्ती बाल्ने हजुर यसको बारेमा अलिकति भनिदिनु त राज सर त्यो त छँदैछ क्या तपाईँले भनिहाल्नुभयो अर्को कुरा चाहिँ अहिले धेरै पटाकाहरू पड्काउने गर्छन्
आफ्ना बालबालिकाले दुःख दियो भन्छ लौ त लौ पैसा दिएर पठाउँछ पटाका पड्का जाऊ जाऊ कति किचकिच गरेर कराइरह भनेर झन्झट मान्छौँ हामी निगरानी राख्दैनौँ आफ्नो बालबच्चालाई अनि उनीहरू चाहिँ पटाका किनेर पड्काउँदाखेरि अन्जानमा कतिको हातैमा पड्केर हात ड्यामेज भएका छन् कतिले यसरी पड्काएर फ्याँक्दाखेरि अर्काको आँखामा परेर आँखाको ज्योति नै गुमाएका छन् कतिको कानमा परेर कानको सुन्ने शक्ति नै पर्दा नै फुटेर सुन्न नसक्ने भएका छन् हेर्नुहोस् अझ त्यति मात्र हो र राजु सर म इमाडोलको तिमेल सिन्हा चोकदेखि उता बाफलसम्मको पपीहरूलाई चाहिँ बिहान बेलुका खाना खुवाउने गर्छु अब पटका कुन चाहिँ बदमास केटाहरूले पड्काइदिएछन् मेरो डल्ली र खैरी अस्ति रातिदेखि हराएको कहाँ गए कसो गरे सामाजिक सञ्जालमा पोस्ट गरेको छु भेटेकै छैन हेर्नुहोस् त हो अनि त साना साना बालबालिकाहरू पनि तर्सिन्छन् यस्ता ठुल्ठुलो आवाजमा बडाङ बडाङ पड्काउँदा अझ मुटु रोगीलाई के हुन्छ होला राजु सर हो यो कुराहरू पनि हामीले सामाजिक सद्भाव बिगार्ने वातावरण बिगार्ने अरूलाई मानसिक र शारीरिक असर पार्ने कुरा कसैले पनि गर्नु हुँदैन चाडपर्व भन्दैमा पनि त्यसले गर्दा बालबालिकालाई मात्र होइन विभिन्न हेर्नुहोस् त त्यस्ता प्यारा प्यारा कुकुर हामी तिहारमा कुकुरलाई पूजा गर्छौँ कुकुरलाई तर्सिने गरेर त्यस्तो पटाका पड्काइदिएर बिचराहरू हेर्नुहोस् त्यस्तो हराउने कुनामा गएर लुकेर बस्ने त्यस्तो बनाइदिएका छौँ अनि कुनै सद्भावको चाड भयो त यो भएन नि ल तपाईँहरू सबैले शुभकामना अनि यो हाम्रो स्टुडियो रेडलाई पनि धेरै धेरै शुभकामना स्टुडियो रेडले पनि यस्तै सामाजिक सञ्जाल चाहिँ धेरै वर्ष निरन्तर गर्दै आइरहेको छ र एकदम लोकप्रियता हासिल गरेको छ स्टुडियो रेडलाई ह्याप्पी न्यू इयर थ्याङ्क यू भेरी मच जय होस् जय माया प्रेम सबैजना हामी नेपाली भएर बाँच्छौँ र अहिले नेपाल सरकारले पनि हामीलाई 9 बजे पछाडि 10 बजे पछाडि यो देउसी भैलो नखेल्नको लागि सर आग्रह गरेको छ शान्ति सुरक्षाको लागि हामी सबैजना आफै दाजुभाइ दिदीबहिनी साथीसँगै ओल्लो घर पल्लो घर आफ्नो छिमेकीहरू हामी रमाएर बसौँ अहिले देशकै ठिक छैन त्यस कारण टाढा टाढा नजाउँ आफै गाउँटलमा आफ्नै परिवारसँग बसेर यसपालिको तिहार रमाइलो गरौँ हामी पनि रमाइलो गरौँ तपाईँ रमाइलो गरौँला